स्मार्टफोनको मूल्य बढ्दैछ हजुरहरूलाई बारम्बार भनेको नै हो मोबाइलहरूको रेट बढ्दैछ यदि हजुरहरू मोबाइल किने प्लानिङमा हुनुहुन्छ भने चाहिँ आफूले रोजेको मोबाइल चाहिँ खरिद गरिहाल्नु भनेर हजुरहरूलाई हामीले बारम्बार हजुरहरूलाई जानकारी दिएकै हो आज मात्र रेडमीको नोट सिरिजमा मूल्य बढेको छ के कति बढेको छ नयाँ मूल्य के कस्तो छ मैले हजुरलाई स्क्रिनमा राखिदिएको छु मजाले हेर्नु होला है अब यो मूल्य रेडमीको मात्रै हैन अरु ब्रान्डहरुमा पनि फेरि बढ्दैछ ग्लोबल चिपसेट सर्टेजका कारणले चाहिँ तपाईको मेमोरी युनिट जुन चाहिँ हजुरको मोबाइल फोन बनाउनको लागि इन्टरनल स्टोरेज बनाउनको लागि युज हुन्छ त्यो इन्टरनल स्टोरेजको प्राइस चाइनामा चाहिँ कम्पनीलाई नै प्रोसेसिङ प्राइस बढेको भएर चाहिँ तपाईको चाहिँ ओभरअल फोनको कस्ट अफ प्रोडक्सनमा वृद्धि भएका कारणले चाहिँ हामीलाई रेट महँगो बन्न गएको हो मोबाइल फोनको अझै पनि मूल्य बढ्दैछ त्यसैले चाहिँ यदि हजुरहरू पनि फोनले नै सर्च गरिराख्नु भएको छ भने चाहिँ मुखमा सर्चलाई सम्झिन सक्नुहुन्छ हामीसँग जति जे स्टक छ त्यो स्टक ग्राउन्ड चाहिँ हामी पुरानो रेटमा दिनेछौँ 0% ब्याज 40% मात्रै डाउन पेमेन्ट गरेर सरल किस्ताबन्दीमा सबै ब्रान्डका फोन पाइने साथै पुरानो फोन दिएर एक्सेस पनि गर्न सकिने भएको चितवनको एकमात्र विकल्प भनेकै मुखमा सर्चलाई छिटोभन्दा छिटो स्क्रिनमा दिएको नम्बरमा फोन घुमाइहाल्नु होला है त